नक्कली प्रहरीको रूपमा रकम वसुल्दै हिँड्ने युवक पक्राउ। धनगढीका विभिन्न होटलमा आफूलाई ब्युरोबाट खटाइएको असै भन्दै रकम वसुल्दै हिँड्ने एक नक्कली प्रहरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति धनगढी उपमहानगरपालिका 5 शिवनगर निवासी 26 वर्षीय निरञ्जन थापा हुन्। उनलाई अस्थायी प्रहरी पोस्ट धनगढी बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। थापाले धनगढी उपमहानगरपालिका 4 बसपार्क स्थित धामी होटलका सञ्चालक मोहन धामीसँग 3-4 दिनदेखि रकम माग्दै आएका थिए। लगातार रकम वसुल्न खोजेपछि शङ्का लागेर प्रहरीले उनलाई निगरानीमा राखी पक्राउ गरेको जनाएको छ। प्रहरी अनुसार थापाले विभिन्न होटल र व्यवसायहरूसँग धम्की दिँदै आफूलाई प्रहरी अधिकृतको परिचय दिँदै रकम वसुल्ने गरेका थिए। दर्शकबिन, यो भिडियो सबैको सेयर गर्नुहोला, च्यानल सब्सक्राइब गरेर फलो पनि गर्नुहोला। धन्यवाद।